ल सकियो अब अनि घन्टी अब अहिले अब तैँले कहाँ छ घाँस काट्न निस्केपछि मुजी घन्टीमा भोट हाल्ने 100% घन्टीमा त्यहाँ भन्दा अन्त मनै छैन घन्टीमै म त घन्टीमा कसैले नाम म त घन्टीमा हाल्ने बालन प्लस रवि लामसाने योपालि भोट घन्टीमै हो बस सीधी बस कोशिश कोई कांग्रेस एमाले माओवादी गए कि गांड में हाँ ये भोसड़ी वाले को कभी जिंदगी में वोट नहीं देना जो इसको वोट देगा वो जिंदगी में कभी आदमी नहीं वो साले घाँस खा ले या गोबर खा ले बस जसले क्यास 10,000 पैसा दिन आउँछ त्यसैले भोट दिन नयाँ लौरो लिएर लहर्दिने हाल्नुहुन्छ उहाँले चाहिँ भने त्यही हुन्छ हाम्रो यहाँ तारा पनि नयाँ नै हो अब ऊ पनि घन्टी पनि नयाँ नै हो कुन ठिक होला के थाहा हेलो सबैजनालाई नमस्ते म चाहिँ अब लमजुङको उम्मेदवारहरू अब अहिले हाम्रो लमजुङमा चाहिँ चुनावी माहौलमा चाहिँ अब हाम्रो अलिकति चिनिएको भनेको चाहिँ अलिकति चर्चामा आएको भनौँ न चर्चामा आएको भनेको चाहिँ पियास पृथ्वी सुब्बा र चाहिँ हरिजङ तामाङ र त्यस पछाडि अनि घन्टीबाट चाहिँ धर्मकेशी तीनजना उठिरहेछ होइन म चाहिँ अब के हो भने गाउँतिर एकचोटि भिजिट गर्छु को कसको सोच चाहिँ के रहेछ केमा रहेछ है त मान्छेको इच्छुक केमा हाल्दाखेरि चाहिँ ठिक होला भनेर मान्छेको सोचहरू चाहिँ म चेक गर्छु है त एकचोटि मान्छेहरूलाई चाहिँ म सोध्छु जेनजी प्रोटेस्ट लमजुङमा पनि भयो लमजुङमा जेनजी प्रोटेस्ट भएको त्यो क्लिपहरू चाहिँ मैले राखिरहेको थिएँ क्या युट्युबमा हालेको चाहिँ थिइनँ जेनजी प्रोटेस्ट हुँदाको त्यो क्लिपहरू चाहिँ राखिरहेको थिएँ सबभन्दा सुरुमा चाहिँ म त्यो जेनजी प्रोटेस्टतिर जान्छु पहिला है त जेनजी प्रोटेस्टको अब यस्तो झलकपछि है त जेनजी प्रोटेस्ट पछिको अब 19 जना मारेपछि सुरु भयो हो नि त के हुँदो रहेछ त है त मान्छेहरू त्यति बेला चाहिँ जेनजी प्रोटेस्टको लागि चाहिँ आयो सबै उसको आयो तर के हो भने त्यति बेला चाहिँ अब हितको लागि ल ठिक छ लेट्स गो अब म चाहिँ सुरु गरेँ है त खै कता हाल्ने के थाहै छैन मैले त अब एमालेमा हाल्ने गरेँ हो अहिलेसम्म अब तारातिर जाने घन्टीतिर जाने थाहा छैन भनेपछि तपाईँको सोच चाहिँ नयाँमा हाल्ने छ कि त्यो उही पुरानो दलमा हाल्ने छ त नयाँ हो पुरानो त गयो जे गर्दा नि हामीलाई त्यही दुःखको दुःखै छ त्यही त नि काम नगरी खानु पुग्दैन है खाना काम नगरिकन दिनभरि काम गरेँ बेलुका ल्याएँ खाएँ कसैले केही गरेन आफ्नो दुःख आफैलाई यी यस्तो छ भित्र हेर्नु गोल बनाउन जान सकिन्न पानीमा अलिअलि गोल बनाएर राखेँ दुःख यस्तो छ आफ्नो जुन नेताले के गर्दो रहेछ र हामीलाई होइन भनेपछि अहिलेसम्म चाहिँ आरन चलाएर आफ्नो जीवन निर्वाह गर्नुभयो आराम चलाएर देश त अब उसले चुनावमा आएपछि के गर्दा थाहा हुन्न तपाईँ चाहिँ के विचार छ योपालि केमा भोट हाल्ने विचार छ है केमा हाल्दा के पाउँछ र हाम्रो बाटो बनाइदिएन अब बाटोको हालत यस्तो छ पता नि
अब आफ्नो दुःख नगरी आफू खानु पुग्दैन फेरि ल हाम्रो माइला बाउ चाहिँ एकदम पहिला त एकदम चुनावमा त तपाईँ त एकदम के अरे चलबल दिने मान्छे नि होइन जस्तै तपाईँ यो पालि चाहिँ भोट केमा हाल्न चाहनुहुन्छ खै निर्णय भएको छैन बाबा अहिलेसम्म मुड कहाँ पर्छ मुड है मुडले चाहिँ तपाईँको धेरै उसरी हो अहिले सोच विचारै छ यार सोच जस्तै अहिलेसम्म चाहिँ केमा हाल्दा आउनु भएको थियो अहिलेसम्म त चोरपाटीलाई चोर पार्टी भन्नाले रुख रुख त्यहाँ त चोर त हो नि त भन्छ देश त सकिसक्यो हो त्यो नि हो देश त अहिले त एकदम गइसक्यो है देश सकिसक्यो अब विद्यार्थीलाई गोली हानेर पुग्लु मारिहाल्यो अब निर्विरोध होला जस्तो छ अहिले त म त निर्विरोध भन्नाले दिनभरि सुत्दिने हो भोटै नहाल्ने जस रिस उठ्या तपाईँलाई चाहिँ तपाईँले त्यत्रो कति वर्ष अति काङ्ग्रेसमा भोट हाल्नुभयो 3 फेर हाल्यो 3 फेर हाल्नु त्यहाँभन्दा पहिला त इन्डियामै हाल्यो नि इन्डियामा 0 झन् माइनसमा आऊ तल माइनसमा परिवर्तन छैन प्लस छैन माइनस हुँदै आहा ल सकियो अब अनि घन्टी अब अहिले अब तपाईँले कहाँ छ घाँस काट्ने निस्केपछि मुजी जस्तै तपाईँको अहिले घन्टी चल्दै आयो नि त पार्टी घन्टीलाई चाहिँ नहाल्ने यो सत्य कुरा भन्ने हो नि तँलाई दुःख मन लाग्छ होइन मन लाग्दैन म त नेट हेर तपाईँ नि निर्विरोध हो हेर म पनि निर्विरोध हो आफ्नो इच्छा युट्युब हेर फेसबुक हेर ट्विटर हेर टिकटक हेर तर यो पार्टी मलाई जहाँसम्म लाग्छ अमेरिकाको दलाली पार्टी रहेछ अमेरिकाको दलाली पार्टी है 1 नम्बर हो होइन यस्तो इच्छा कुरो आफ्नो इच्छा बोल्न पाइयो होइन तपाईँ म पनि कुनै पार्टीको होइन भने घन्टी नै होइन अब काङ्ग्रेस नै होइन एमाले नै होइन तपाईँ हामी आफ्नो काम नगरी खान पुग्दैन होइन त्यही लागि आफ्नो मनको इच्छाको कुराहरू चाहिँ भन्नु भनेको मैले युट्युब हेर्दाखेरि यो अमेरिकाले उचालेर हजुर पैसा खुवाएर ल बुढा गोरु चाहिँ जोतेर अब बाली लाउन सकेन अब कुरो त आफै बुझ बुढो गोरु जोतेर बाली लाउन सकेन अब उसले बर गोरु किनेर पठाइदिया रहेछ यहाँ नेपालमा अब बर गोरु किनेर पठाइदिया जा नेपालमा जोत परिश्रमिक मलाई दिए है भनेर पठाएर रहेछ भनेपछि जोत्ने एउटा परिश्रम खाने अर्को अनि एउटा भनेपछि अब कुरो चाहिँ बुझ यो एन्ड हो अब भनेपछि हाम्रो यो देश विकास चाहिँ कहिले पनि हुँदैन अब जो अब तेरो राष्ट्रपाले जित्यो भने देश गयो खाल्टामा सिधै भने माइलो बाबुले भनेको थियो भन्ला भोलि म अन्त त तिमीहरू धेरै बाँच्ला यो मलाई चाहिँ ठिक लाग्यो मैले पहिला त उत्साह थियो यसमा केही गर्छ कि नयाँ भनेर तर तेरो के हो यो सकल्प चाहिँ नयाँ रहेछ यो गाउँमा रीतिथिति के छ तँलाई थाहा नि थाहा छ दादा नियम कानुन ऐन सबै उस्तै हो भनेपछि जुनै जोगी आयो नि कानै चिरेको म त्यो भएर निराश भए अब मुड अफ भए भने चाहिँ यिनीहरूको संसार सुन्दा अब हाम्रो देश हिन्दू राष्ट्र हो कि होइन हो कि होइन अनि त्यो के खगेन्द्र सुनारले भन्दैछ गाई काटेर खान पाउनु अधिकार हुनुपर्छ नेपालमा भने यो राष्ट्रसभामा गायो गाई काटेर खाने त गाई काटेर खान पाउनुपर्छ यो नियम हुनुपर्छ भनेपछि अब तैँले अलिकति ज्वरो फेला पारिस् भनेपछि यसले हिन्दू राष्ट्र घोषित गर्छ गाई काटेर खाने भनेपछि त हिन्दूको त उसै मेटियो नि त्यही भएर यो चाहिँदैन जस्तै अब तपाईँले त अब घन्टीको त तपाईँ घोर विरोध तर म के हो विरोध भने अब कसैले हाल्छ भने म त्यसको विरोध गर्दिनँ त्यो अबुझ रहेछ हालोस् त आफूले बुझिया छु तर म त घन्टीमा चाहिँ हाल्दैन तपाईँ यदि मैले हाल्न परेछ त्यो दिन मुड बदली गयो भने ठ्याक्कै होर पचमा हालिदिने हो बस अन्त त म जान्छु हलोमा राष्ट्रियता जोगाउने तर्फको मान्छे भयो म अरू विश्वास छैन तपाईँ हामीलाई त अब देशको माया लाग्ने हो देशमा लाग्यो नि त अब हामी त यहीँ जन्मियो यहीँ हुर्कियो हाम्रो यो देशै रहेन जित्यो र बहुमत ल्यायो भने त यहाँ त अङ्ग्रेजमा आउने तैँले थाहा पाएन तैँले नि त मोबाइल हेर्छस् होला अमेरिकाको के अरे अमेरिकाको सेना आएर टोडी खेलमा नाङ्गै नाचेर गयो नि यस्तो अपमान गरेछ भने यिनले जित्यो भने हामीले के गर्छ सिधै लहर खाल्टा हालेर मारिदिन्छ
त्यही भएर म अस्ति भर्खरसम्म पनि यहाँ आएको नि पार्टी त्यति बेलासम्म नि मेरो सोच थियो कि अब यस्तै जानुपर्छ कि पछि एकदम गहिरिएर एकदम ध्यान दिएर सुन्दै जाँदाखेरि त खत्तम रहेछ। छैन बर्खरा हाल्ने हो उनीहरू मोटाउने भयो। अब उनीहरू जब जस्तो हेर्नु न उनीहरूले जित्यो भने उसलाई त के गरेछ रिमोट अमेरिकामा छ क्या नेपाल अमेरिकामा छ त्यो रिमोटमा हिँडेका यिनीहरू अनि पैसा ठेलिदिएछ। अब यो जेनजी आन्दोलन कसले गरे हो जेनजी आन्दोलन कसले गरे तपाईँलाई चाहिँ कसले गरे जस्तो लाग्छ जेनजी आन्दोलन जुन उठे अहिले त्यसैले गरे हो नि बालेनले नत्र भने किन श्रद्धाञ्जली दिनु गएन हो तिनलाई किन त्यो अपङ्ग भएका हस्पिटलमा बिजोग भएकालाई भेट्न सान्त्वना दिन किन गएन किन हेरेन किन ऊ के तामाङ गरे के त्यो केटी के भन्दै त्यसले बिचारा धेरै हेऱ्यो आशिका तामाङले हेऱ्यो नि तर उसले किन हेरेन आशिका तामाङ नि उठ्यो नि त तपाईँ चाहिँ यो पालि चाहिँ के आशिका तामाङ दिनुहुन्छ ओ धादिङमा उठ्यो जोसुकै उठ्यो नि मेरो बाउ उठ्यो नि बाउ उठ्यो नि नदिने यसमा त सक्कल मात्रै युवा हो क्या अनि एमाले भोट नदिने हो नि तेरो भत्ता दिन्न तँलाई पर्खेस् भन्ने एमाले त्यसको बाबुको गोजीबाट दिया हो हाम्रो ट्याक्स काटेको पैसाले दिया हो ट्याक्स रेमिटेन्स टुरिज्म दिमाग खराब हुन्छ यार यो देख्यो भने भन्छे जे होस् तपाईँ चाहिँ अहिलेसम्म मन परेको नेता भने चाहिँ महावीर पाएका अरू छैन महावीर अरू जम्मै सारे जम्मै भ्रष्ट जो आए नि भ्रष्ट के गर्ने अब नेपाल रहँदैन जस्तो छ मलाई त यो हिसाबले नेपाल रहला जस्तो लाग्यो तपाईँलाई रहँदैन यो जस्तो यो जग्गा जमिन घर चाहिँ यो यथावत रहन्छ भन्नको कुरो यो जग्गा लुटेर लाने त होइन यहाँ अब शासन उसको हुन्छ जस नेपालको संस्कृति हाम्रो हिन्दू धर्मको त्यो सब हिन्दू धर्म मेटाउन खोजेको नि त अमेरिकाले त्यही भएर त क्रिस्चियन पैसाले क्रिस्चियन धर्म फैलाएको क्या हो त नेपालमा हुँदा हुँदो क्रिस्चियन बढी भएपछि हिन्दूलाई त भ्यान्छ ड्याङ के आइज क्रिस्चियनमा के भने दिन्छु म त भोट हाल्ने जा त म कसैलाई पनि दिन्न जसले 10,000 पैसा दिन आउँछ त्यसैलाई भोट हाल्छु कुरै त्यही तपाईँ 1 लाख दियो भने तपाईँ चाहिँ 10,000 जम्मा तपाईँ जसले क्यास 10,000 पैसा दिन आउँछ त्यसैलाई भोट दिनु नयाँ लौरीले लहरिदिने भोटै नहाल्ने म भोटै नहाल्ने सब रद्द दाँत भोट हाल्नै नजाने हाम्रो घर कतिवटा भोट छ हाम्रो घर भनेपछि हाम्रो 3टा भोट 30,000 पैसा दिए भोट हाल्न जाने नत्र नजाने नेपाली गोदाममा हो लुगा पैसा के काममा दिए जनतालाई नदिए बाटो पनि नबनाइदिने होइन हामीलाई सेवा सुविधा चाहिएको बाटो नदिएपछि अब जसले पैसा दिन्छ त्यसैलाई भोट दिने चुनावको लागि राखेको पैसा त हुन्छ होइन मैले चाहिँ आज चाहिँ जति पनि एउटा त्यो चुनावी माहौल जस्तै मैले सकेको अब म जस्तै अब प्रश्न गर्ने त्यति जान्दिनँ होइन नजाने पनि जस्तै मैले अब जानेको सङ्कलनहरू चाहिँ मैले आफ्नो एउटा गाउँठाउँमा चाहिँ जन्म गरेँ होइन अनि तपाईँको यो पालि चाहिँ भोट चाहिँ केमा हाल्ने विचार गर्नु भएको छ हिजो पनि काङ्ग्रेसै आज झन् यो काङ्ग्रेसले केही गरेन हेर मत परिवर्तन गर्नुपर्छ कि भन्ने सोचमा थिएँ हजुर तर अहिले त काङ्ग्रेस सुध्रिएर हजुर झन् नयाँ भएर आयो नि त अहिले गगन थापाले केही गर्छन् कि भन्ने इच्छाले हामी मत परिवर्तन गर्दैनौँ हामी हिजो नि रुख आज नि रुख पुरानो अब शेरबहादुरले त्यस्तो नराम्रो काम पनि गरे है बुढालाई अब पाखा लागिसके हजुर अब नयाँ युवा हुन् नि त गगन भनेका अब आश चाहिँ के विकास हुन्छ जस्तो लाग्छ तपाईँलाई गम सरले जित्यो भने बाटो र भयो बाटो लगायत अर्कोतिर हले अब कृषि जडीबुटीतिर होइन हजुर हले राम्रो गर्नु हो के अनि कृषकलाई पनि केही हुन्छ कि हले केही गर्नुहुन्छ कि भन्ने आशा पनि हो बाबु केमा हो अहिलेसम्म चाहिँ केमा हाल्दा आउनु भएको थियो माओवादीमा ए अहिलेसम्म माओवादीमा हाल्नु भएको थियो अनि योपालि चाहिँ माओवादीमा हाल्ने कि अरू नै पार्टी रोज्ने त कता त तानेर लान्छ जुनले हामीलाई हेरचाह गरे त्यसैलाई
तपाईँलाई चाहिँ अहिलेसम्म चाहिँ कुन पार्टीले एकदम हेरे जस्तो लाग्छ अहिलेसम्म त माओवादीले हेरिराखेको तपाईँलाई मैले भोट हालेको चाहिँ 2 वर्ष भयो 2 वर्ष 3चोटि हुने अच्छा 3 चाहिँ अझै होस् रुखमा हाल्नु भएको थियो तपाईँले चाहिँ यो रुखमा हालेर चाहिँ केही प्रगति अथवा उन्नति केही व्यवस्था केही विकास भएको जस्तो लागिरहेन आएन मलाई त हाले मात्रै हो मैले भोटाले गएर हाम्रो बाटो जताततै हुन्छ त जितेर गयो बाटो हाल्छ यस्तै छ है अनि योपालि चाहिँ तपाईँको विचार चाहिँ केमा भोट हाल्ने छ म त समानुपातिको समानुपातिको भन्नाले घन्टीमा भोट हाल्ने 100% घन्टीमा त्यहाँभन्दा अन्त मनै छैन घन्टीमै म त घन्टीमा कसैले म त घन्टीमा हाल्ने तपाईँको जस्तै अब घन्टीमै किन त नि त्यसले नयाँ पार्टीले के गर्छ कि भनेर आस बालन प्लस रवि लामसाने योपालि भोट घन्टीमै हो बस सीधी बस कोशिश कोई कांग्रेस एमाले माओवादी गए कि गांड में ये भोसड़ी वाले को कभी जिंदगी में वोट नहीं देना जो इसको वोट देगा वो जिंदगी में कभी आदमी नहीं वो साले घाँस खा ले या गोबर खा ले बस जस्तै तपाईँलाई अब जस्तै अब मासु भात खुवाउँछु मासु भात जसले धेरै खाने तर भोट हाल्ने घन्टीमा मासु आदिएको चाहिँ खाइदिने खाना हुन्छ तिनीहरू घरको होइन तिनीहरूले दुनियाँलाई लुटे जनतालाई लुटे पैसाले त दिए त हुने तिनीहरूको आफ्नो जेबाट दिए होइनन् हो कि भन् त जनताको पैसा बाँडे हुन् दिन्छ नि खाइदिने घित्रा तेल लाएर भोट दिने घन्टीमा बस अरू कोही सम्झौता छैन बस वाल्ने घन्टी बस मैले जाने कुरो यही हो म दुनियाँलाई यही भन्छु दुनियाँ जनतालाई यही भन्छु कि भोट हाल्ने त घन्टीमा बरु नगयो नि हुन्छ घन्टीमा छ बाख्रा चरा गाई गोरु चरा घन्टीमा भोट नहाल्यो नगयो त्यो जो चोर पार्टी हुन्छ नि राउन्ड ज्याम है जेमा हाल्छन् हाल्नु जो सही सिद्धान्त मान्छे घन्टी हाल्ने हो रवि लामसाने रवि बालिन अनि तपाईँको भोटर कार्ड त छ भोटर कार्ड त अब त्यहाँ यस्तो भने नागरिकता र नि त्यो के अरे परिचय पत्र हुने हो नि भोट हाल्न पाउने भने है जसको छ अब त्यो पछि अब त्यो युट्युबमा त पता है अब पछि त्यो दिन हुन्छै हुँदैन त्यो त भगवान् जान्ने भोटर कार्डै छैन तपाईँको अहिले भोटर कार्ड बनाउनु पाएन म त यही गोठालो भाइ खेतीबाडी किसानै आफ्नै पेट भर्ने हिँड्ने बस जनतालाई मार्ने बस बस उनीहरू आफ्नै पेट भर्ने हो जहाज चढ्ने हिँड्ने बस गरिबलाई लुट्ने उनको सिद्धान्तै त्यही हो उनीहरूको पेसै त्यही हो जस्तै यो अब जस्तै अब नयाँ नियम जस्तै यो तपाईँ किसानी जस्तै गोठालोमा नि केही नयाँ नियमहरू जस्तै अब सम्बन्धी केही ज्ञानहरू केही आइडियाहरू तालिमहरू कहीँबाट केही लिनुभयो तपाईँले बाख्रा पालनमा के सरकारले देखाएन त अब के लिने खै यो विदेशीले ओलो भिजलले दिए तालिम अरू कुनै हाम्रो नेपाल सरकारले के देखाएर केही दिएन है विदेशीले दियो बाह्र ओभर बनाउने विदेशी सरकारले दियो तपाईँको जस्तै सरकारले अझै तपाईँलाई चाहिँ सपोर्ट गर्यो भने राम्रो उम्मेदवार चुनेर तपाईँलाई राम्रो सपोर्ट गर्यो भने तपाईँको अझै म बाख्रा बढाएर अझै राम्रो गर्छु भन्ने आइडियाहरू भिजनहरू केही छैन उनीहरूले सपोर्ट दिने हामी नि गर्ने हो नि त है के भन्दा किसानी हो चाहे अब किसानको खेतीबाडी पानी लाग्दैन खडरीले खाइन्छ सरकारले बिहोरी हो नि त त्यो आधा त उनीहरूले नि दिनु पऱ्यो नि त है जनतालाई नमरोस् अब हामी यति सहयोग गर्छौँ यति तुम्हारू गर भन्ने उनीहरूको सिद्धान्त विचार हुनु पऱ्यो अब गर्दै गर्दैनन् नेपालमा हामीलाई अब कमसेकम बिजुली पानी है हस्पिटल गरिबहरूलाई त्यसको त हुनु पऱ्यो नि है फेसिलिटी हुनु पऱ्यो नि पैसावाले त गरिब त कहाँ गरेर भन्दा यो पालि चाहिँ अब तपाईँको चुनावको माहौल चर्काचर्की तपाईँ पनि सुन्नुभयो होला सुनेको छु त्यही अब चुनावको माहौल चर्काचर्की सुन्दाखेरि चाहिँ तपाईँको यो पालि इच्छा चाहिँ भोट चाहिँ केमा हाल्ने छ म अब घन्टी टिरिङ घन्टीमै प्रत्येक वर्ष आउँछन् यी झोलेहरू आउँछ झोलेहरू भन्छु है म सिधै डाइरेक्ट आउँछन् यो गरिदिन्छु त्यो गरिदिन्छु भने यत्रो भोट हाल्यो हुने खाने के भएन सिधा युट्युबमा हाल जे हाले हाल म अब यिनीहरूलाई जति दिनु दियो अब थुक्दिनँ पनि थुक्दिनँ म यो आएर हातमा थुक्दियो भने नथुक्दिनँ अब म तिरडी पाउन तिरस्कारै गरिदिनु हो एकदम जस्तै तपाईँको एकदम इच्छा यो घन्टीमै जान्छु भन्ने इच्छा चाहिँ कसरी लाग्न थाल्यो राम्रो काङ्ग्रेसले नै कहीँ बेलामा राम्रै काम गरे हो हजुर माओवादीले नै गरेकै हो तर अब चाहिँ यिनीहरूले गति छोडे
गति छोडेर कामै नलाग्नु भयो, त्यो भएर म धेरै लामो चौडो कुरो गर्न चाहन्न। सिधै कुरो हो, म अब घन्टीमा ठोक्ने हो। भयभरकाले नि इच्छा स्वतन्त्र आफ्नो इच्छाले घर परिवारको त भन्न सकिन्न। हजुर है हजुर दिन्छन्, भोट चाहिँ घन्टीमा हालियो। भोट त अब नयाँ पार्टी भनेर सबै नयाँ नयाँ चुने छैन, अब भोट चाहिँ घन्टीमा हो संसारमा। अघि एउटा भाइले भन्यो भोट हाल्ने भयो घन्टीमा हाल्ने भयो, जाने नभए नजाने भने त्यही हो घन्टी। तपाईँ नि 100% घन्टी। 100% हो। तपाईँ चाहिँ खास पहिला चाहिँ कुन पार्टीमा चाहिँ तपाईँ आबद्ध हुनु? माओवादीमा आबद्ध हुँदा चाहिँ तपाईँलाई चाहिँ केही बेकार आबद्ध भएछ जस्तो लाग्छ? 64 सालबाट लाग्यो माओवादीमा, तर मैले देखिनँ कि भिजन। तपाईँ 64 सालबाट माओवादीमा लाग्दाखेरि बेकार लाग्यो, यो केही विकास गर्न सक्नु सके जस्तो लागेन तपाईँलाई? 64 सालमा बाबुराम प्रधानमन्त्री हुँदाखेरि गर्छ कि जस्तो लाग्थ्यो, त्यहाँबाट सबै भाङभुङ भयो, सकियो। अब केपी ओली विदेशको र अनि विदेशको साबुन र पानी विदेशको उसले नहुने, अब जनतालाई त्यो बिमार त जनतालाई पनि लाग्छ नि त। भोट हाल्यो भने घन्टीमा हाल्ने। 100% घन्टी हो। 100% घन्टी हो। प्रगति हुन्छ जस्तो लाग्छ पहिलाको भन्दा त। पहिला अब प्रगतिको नाम प्रगतिको प पनि थिएन। भनेपछि तपाईँ विदेश चाहिँ किन जानु भएन त नि? अब विदेश किन गइन भन्दाखेरि अब यतै आफ्नै देशमा बसेर केही गरौँ कि भनेर हो। यसो कुखुरा सुखुरा यताउति चाहिँ गरौँ भनेर हो। अब अहिले फेरि चुनाव हुँदैछ, चुनाव जित्यो भने चाहिँ घन्टीले जित्यो भने चाहिँ यतै के हुन्छ कि जस्तो गर्न सकिन्छ कि भन्ने खालको अनुभव चाहिँ मलाई लागेको होइन। अब जितेन भने अब जग्गा जमिन यताउति के छ घर सर बेचेर विदेश जाने, त्यही त हो। हामीले रोज्ने भनेको सही उम्मेदवार हो जस देश विकासको लागि सबैले देशको माया छ, तर अब गर्ने भनेपछि केही भएको छैन। गर्ने देशको माया छ, तर कस्तो भन्दाखेरि गर्न पनि गइरहेको छ, तर कस्तो देशको वास्ता पनि छैन नि त कसैलाई। यदि वास्ता छैन भने वास्ता पनि छ, तर विकास नभए भने पनि मिल्दैन। तर स्लो एकदम ढिलो भयो क्या, त्यही लागि विकास एकदम ढिलो। सिस्टम भएन देशमा, सिस्टमको लागि चाहिँ अब हाम्रो युद्ध भनेको सिस्टम आउन ल्याउनु पऱ्यो भने सिस्टमको लागि चाहिँ अब हामी त्यसलाई चाहिँ अब फोर्स गर्ने हो। देश नेपाल विकास हुनको लागि त अब सुरुमा भ्रष्टाचार नै कम हुनु पर्यो। त्यसपछि अब शिक्षातिर एजुकेसनतिर पनि अब चेन्जेसहरू धेरै गर्नु पर्यो। त्यही नै हो। अब हाम्रो मेन भनेको युवा जोस चाहिँ अब विदेश भन्दा पनि यतै कामहरू पाउनु पर्यो। युवा जोस विदेश पठाउनु भन्दा यतै अब यतै बस्ने काम गर्ने यतै अब गर्ने चाहिँ एउटा वातावरण हुनु पर्यो। त्यही नै हो बेसिक भनेको, तिनीहरू नै हो। त्यसपछि अरू भनेको अब केही अब पुरानो पार्टीदेखि अब होइन, पुरानो यताउता सबै फाल्नै पर्छ। योपालि चाहिँ अब टेस्ट नै गरौँ। उहाँहरूको गुनासो चाहिँ यस प्रकारको छ है। आफ्नो दुःख आफू नगरी हुँदैन। अब जसले जितेर गएर पनि खासै राम्रो भएको जस्तो चाहिँ लागेन भन्नुभएको छ उहाँहरूले है त।